सुरुमा के बनाउनु भयो? सुरुमा कार बनाइयो एउटा। सुरुमा हाम्रो गाउँपालिकाले उद्घाटन गरेको थियो, गाडी बनाइयो, इलेक्ट्रोनिक गाडी बनाएर पनि चलाइयो। जे होस् पहिला गाडी हामीसँग नहुन्, त्यही भएर अब आफ्नै गाडी चढ्नुपर्छ भन्ने एउटा सोच आयो कि। त्यसपछि चाहिँ अब किन्न सम्भव त त्यति बेला थिएन होइन। त्यस पछाडि चाहिँ बनाउने आयो कि दिमागमा। भनिन्छ नि उडी छुनु चन्द्र एक, यही भनाइलाई वास्तविकतामा उतार्ने एक युवा प्रतिभा हुन् जुम्लाका 24 वर्षीय प्रशान्त ओड। सामान्यतया गाउँमा बसेर ठूला सपना देख्न कठिन मानिन्छ, तर प्रशान्तले सपना मात्र देखेनन्, आफ्नै हातले त्यसलाई आकार पनि दिए। गाडी चढ्ने रहरले सुरु भएको उनको यात्रा आज अनेकौं आविष्कारहरूको प्रेरणादायी कथामा परिणत भएको छ। आफै गाडी बनाएर आफै चलाउन सिक्नु भयो? मजाले आफै बनाएर पहिला त्यही गाडीबाटै सिकेको, अहिले अरू गाडी पनि चलाउँछु। भनेपछि आफै गाडी बनाएर तपाईले पहिलो पटक आफूले नै बनाएको गाडी चलाउनु भयो होइन? पहिला आफूले बनाएको गाडी चलाइयो। कस्तो महसुस भयो त्यति बेला चाहिँ? एकदम खुसी महसुस, एकदम राम्रो लाग्यो। आफूले बनाएको गाडी आफै चलाउन पाउँदा एकदमै खुसी। त्यसपछि तपाईले बाइक बनाउनु भयो? त्यसपछि चाहिँ बाइक बनाइयो। मोबाइलबाट खोल्ने ढोकाहरू पनि बनाइयो होइन, बिजुली बनाइयो। हाम्रो सानो खोला छ यतापट्टि, त्यो खोलाबाट बिजुली निकालियो। तपाईले आफ्नो गाउँको खोलाबाट बिजुली पनि निकाल्नु भयो? हजुर, बिजुली निकालियो। अनि माथिको त्यो हाइड्रो छ नि, त्यो वायु ऊर्जा, त्यो वायु ऊर्जालाई हेरेर यता आफै वायु ऊर्जा बनाइयो कि, त्यो पनि सक्सेस भयो। भनेपछि माथि चलिरहेको त वायु ऊर्जा हेरेर तपाईले आफैले पनि वायु ऊर्जा बनाइयो। तर त्यो करेन्ट चाहिँ कम आयो, तर सक्सेस चाहिँ भएको थियो त्यो पनि। तपाई त जुम्ला जिल्लाकै एउटा ठुलो वैज्ञानिक हुनुहुँदो रहेछ होइन? हजुर, पक्कै पनि तपाईको प्रतिभालाई जुम्लाले मात्र होइन अब देशले चिन्ने बेला आएको छ। तपाईले महावीर पुनको नाम सुन्नु भएको छ, चिन्नुहुन्छ उहाँलाई? चिन्छु, हजुर सुनेको छु, बेटा होइन चिन्नु। गाउँमै उपलब्ध काठ, फलाम, बिग्रिएका मेसिनका पार्ट पुर्जा तथा फालिएका सामग्रीहरू सङ्कलन गरेर उनले आफ्नै कार निर्माण गरे, बाइक बनाए, हाते ट्र्याक्टर तयार पारे, धान कुट्ने मेसिन बनाए र आफ्नो कल्पनामा आएका थुप्रै उपकरणहरूलाई वास्तविक रूप दिए। जहाँ धेरैले समस्या मात्र देख्छन् त्यही प्रशान्तले सम्भावना देखे र सिर्जना गरे। रोजी रोटीका लागि उनले गाउँमै अटो पार्ट्स तथा मर्मत केन्द्र सञ्चालन गरेका छन्। त्यही कार्यशालामा उनी आफ्ना नयाँ आविष्कारहरू तयार पार्छन्, पुराना मेसिनहरू मर्मत गर्छन् र नयाँ सम्भावनाहरूको खोजीमा निरन्तर जुटिरहेका छन्। हामी उनलाई भेट्न पुग्दा उनी अर्को नयाँ कारको डिजाइनमा व्यस्त थिए। उनको आँखामा भविष्यका सपना थिए, हातमा सिर्जनाको शक्ति थियो र मनमा गाउँमै बसेर केही फरक गर्ने अठोट। आविष्कार प्रतिको असाधारण रुचि र अथक मेहनतले भरिएका प्रशान्तसँग हामीले उनले हालसम्म निर्माण गरेका उपकरणहरू, ती निर्माणका अनुभवहरू र आगामी दिनमा बनाउन चाहेका नयाँ योजनाहरू बारे विस्तृत कुराकानी गर्यौं। यस्ता प्रतिभाशाली, सृजनशील र आत्मनिर्भर युवासँग भेट्दा नेपालको ग्रामीण क्षेत्रमा लुकेका सम्भावनाहरू कति विशाल छन् भन्ने अनुभूति हुन्छ। उचित अवसर, प्रोत्साहन र सहयोग पाएमा प्रशान्त ओड जस्ता युवाहरूले देशको प्रविधि र नवप्रवर्तन क्षेत्रमा नयाँ इतिहास लेख्न सक्नेमा कुनै शंका छैन।